हाटबङ गरेर यस्तो हो हामी चाहिँ गोरे पानी पुग्यो त डबल केजी पुण्यमा आइपुग्यौँ हामी चाहिँ अब गयो चाकमा हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ मैले बिहानैमा भिडियो स्टार्ट हान्दैछु किन भन्दाखेरि चाहिँ हामी चाहिँ पुनिल जान लागेको पुनिल अनि पुनिलमा भेनीदेखि पुनिल जान लागेको पुनिलमा चाहिँ सनराइज भेटिन्छ कि भनेर चारैजना लागेको अहिले चाहिँ 4:30 जति भयो होला। म चाहिँ रोड बाटोमा साथीहरूलाई कुर्दैछु अनि साथीहरू आएपछि चाहिँ पुनिल जानुपर्छ टक्क लाएर अन्तिमसम्म हेरिदिनु होला है सबैजनाले। पुनिलको भ्रमण गराउँछु म आज तपाईँहरूलाई। नयाँ हुनुहुन्छ भने सब्सक्राइब बटन, पुरानो हुनुहुन्छ भने लाइक बटन चाहिँ दाबिदिनु होला है त ट्याप लाएर। क्या आज स्कुटी किरो बिजोक भयो हाम्रो सरले स्कुटी निकाल्न लगाउनु भयो। Yes. कुन गाउँ र गाउँ त दामी देखिया त होइन छेकिया बासको उताले चाहिँ कुन गाउँ रहेछ हाटको ताल जाडोले तर लेक चाहिँ डेन्जर लेक रहेछ क्या खर्सुको उठाहरू माथि माथि लेकतिर हुने यो स्कुटरले डेन्जर तान्यो राजा आमा कस्तो कस्तो बाटो तान्यो नि। सनराइज भेटिन्न जस्तो लाग्यो यार सनराइज त्यहाँ आइसक्यो खत्तम गयो सनराइज भ्यू सनराइज गयो यत्रो कुदाउँदा नि भाइ सनराइज के अरे माथि आइसक्यो बाटो त पुरै नगरौँ न हाटबङ गरेर यस्तो सिधा नि हुन्न यार मेरो अम्लो त यस्तरै कुदाउँदा नि सनराइज हेर्नु पाइएन त नि घाम त यहाँ आइपुग्यो त नि गोरे पानी आइपुग्यो हामी चाहिँ गोरे पानी आइपुग्यो त मेरो नि त्यस्तै बनाइदियो क्या सबिनको त ठिकै छ हो अहिले पानी लाएर यस्तो उसो रहेछ नि त ट्रेकिङ सुरु ट्रेकिङ त्यही हो म बेला गाउँमा भाग्ने कारण त्यही हो कागेर नै अघि भेट्टा थियौँ हामीले कालिस ट्रेकिङ सुरु अब गोरे पानीदेखि पुनिलसम्म सब फर्किन्छन् हामी चाहिँ भर्खर जाने
सब फर्किन लागेर हामी चाहिँ जाँदैछौँ। सर म्याम ल ल बाटो त यस्तो दामी छ फेरि स्वाता सिख घारा त्यो गाउँहरू चाहिँ हेर्न पाइएन अहिले बिस्तारै जाँदाखेरि चाहिँ मजाले हेर्दै जानुपर्छ। सब फर्किन्छन् हामी मात्रै भर्खर जाने खेर गुराँसको बुट्टा गुराँस छैन। घोरेपानीको गेटमा आएको है भर्खरै यस्तो खतरा ठाउँ रहेछ भिजिट हान्नको लागि हाम्रो साथी सर म्याडम। म फेरि यस्तो क्यामेरा फर्काउने आएन मलाई। ए राम्रो खतरा रहेछ यो पुल चाहिँ। गुराँसको फुल हेरेर कुरा गरौँ क्या। यो बाटो आमा कम्ती दामी छ। सनराइज त हेरिएको रहे त्यो भए सनराइज हेरियो अब सनसेट नै हेर्ने होला। भिडियो बनाइदिने ए सर त खतरा बोलियो नि। ओहो सर त नि बब्बाल हो नि सर त खतरा। कति केजी हुनुहुन्छ म्याम? डबल केजी यतिको चाहिँ हुनुपर्छ क्या। हामी दुईटा जस्तो म्याडम सरलाई अन्त म्याडमले गाह्रो भइन्छ बोक्ने। अर्काले टिपेको फुल टिपेको है चाहिँ फेरि खतरा। हेर त यत्रो बुट्टाले फुलेको हेर्नु न यहाँ यत्रो बुट्टाले फुलेको टन्नै फुल्यो त दामी फुल्यो है। पुनी लाउन आउनलाई घोरेपानी यार जस्तो खतरा ठाउँ यस्तो यता यता हिमाल छ बल्ल लास्टै ठाउँ त। यता फेरि दुनियाँ छुट्टै छ। क्यामराम्यान सबिन बाटो चाहिँ दामी छ है दामी छ। कहाँ फर्केर आउँछ दुईजना यस्तै फर्केर यता हेर्नु क्या क्यामेरामा खाजा नि छ यहाँ। त्यसले त यहाँ आँखा हटेर गयो त। बाटो चाहिँ दामी छ है राम्रो रहेछ क्या ठाउँ त सफा बाटो नि राम्रो छ त नि। गुराँस त बुट्टामा नि राम्रो छ। फुल हो चाहिँ हेलिकप्टर हो यो त यहीँबाट जाने रहेछ त अगाडिबाट। बनाउने हो रामले नि एउटा त्यो ठुलो यति आकर्षक बनाउनुको लागि हो क्या। यो एक वर्षसम्म भने जस्ताको तस्तै रहन्छ है। बनाउन जान्नुपर्छ है सबिन। दादा बनाउन जस्तो मलाई आएन क्या अलि। तिमीले बनाउन जानेनौ क्या सेपा सेपा भन्ने कुरा नि हुन्छ। तिमीले त घर बनाएको मान्छे जस्तो लाग्यो जस्तो मलाई। घर बनाउँछु नि यार। त्यस्तै तिमीले त लास्टै माथि लाने भयो या जस्तो।
कडा बनाइदिन्छु नि म। त्यो अघि तिमीले सापु हालेको हल्लियो या दोस्त नगुल त्यसै दोस्त बाक्लो भयो क्या खतरा गराइदिन्छु त टेन्सनै छैन। सर बाटो त्यही हो ए त फोटो नि खिच्नु भएको छ ओ अब धेरै नै हालायो दोस्त गुल्टिन्न क्या मलाई पुरै विश्वास छ त नि गुल्टिन्न भन्ने कुरामा त हावा लायो भने नि हावा लाग्यो भने त भन्न सकिन्न। अझै बनाइदिउँ बनाउनु तिमीहरूले बनाउनु नजानेर अझै तर लास अग्लो है तिमीले बनाएको त यो त रहन्छ या धेरै बेरसम्म दोस्त यार खत्रै बनाऊ यार तिमीले त मेरोबाट बनाउनै नजानेर अझै मेरोबाट पनि बनाइदिन्छ है भिडियो ए दोस्तले यार खत्रै बनाएको यार तर यो बबाल ल यो मैले बनाएको आविष्कार है कोहीको छैन यार यतिको अग्लो त हाइजेस बनाइदिएँ मैले यहाँ चेतन लेख्दैछु टक्क पारामा किन देखिन्न र चेतन यो ठाउँ चाहिँ खतरा रहेछ होइन फर्स्ट टाइम आएको 3000 होला नि 300 त बेनीमा जाने छैन 300 त बेनीमा जाने छैन खतरा दामी रहेछ ठाउँ चाहिँ एकचोटि सबैजना चाहिँ आउनु होला दामी छ ठाउँ सुन्दर गुराँसको बिचमा हामी जन्ने डेन्जर भोकले हेक पारिसकेको छ ठाउँ चाहिँ सुन्दर रहेछ जेस अझ गुराँस फुलेको बेलामा आउनु पाएको भए यस्तो दामी थियो होला त्यो मौका चाहिँ हामीले गुमायौँ हाम्रो पढाइको कारणले गर्दा आउनु होला सबैजना राम्रो छ ठाउँ हामीले नयाँ वर्षमा भिजिट हान्ने भनेर आएको अझ दिन आज तुवालो लाखा हल्का तुवालो लाइन आउने चाहिँ हिमाल नि दामी देखिन्छ हाम्रो स्कुटरको यात्रा कस्तो भयो दोस्त दामी हो नि स्कुटरमा नि आइने रहेछ सोचेको थिएन नि त रहेछ सबैजना चाहिँ आउनु होला सोचेको थिएन नि यतिकै थाक्यो मलाई चाहिँ अलि आउँछ कि के गर्नु पूर्णिमा आइपुग्यो मामी चाहिँ तुवालो बाफले केही देखिएन यता चाहिँ पुरै हिमाल थियो र यहाँ यता 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 हामी गलत दिनमा आइयो जस्तो छ यता बस्ने ठाउँहरू छ दामी दामी बस्ने ठाउँहरू यता टावर छ पुनिलमा आएर खै सिन हेर्न पाइएन प्लेन चाहिँ हिँडेकै धेरै छ क्या यहीँ अगाडिबाट हिँड्छ त प्लेन त कहाँ गएर मेरो क्यामेरा त हरायो यहाँ रहेछ अगाडिबाट प्लेन हिँडेको रहेछ है गोरे पानीहरू देखिन्छ ऊ तल अब डाँडा चढ्नुपर्छ ए यहाँ उसो रहेछ त यार सिन चाहिँ राम्रो हेर्नु नपायो नि माइन्ड फ्रेस भयो हेर न यहाँ हतारा रहेछ त यता यो ठाउँ चाहिँ सही रहेछ गौतम बुद्धले देश खाने भयो नेपाललाई चिनाइरहेछ यो बाफुटी र सिनहरू चाहिँ हेर्न पाइएन तर चाहिँ होस् माइन्ड फ्रेस भयो नयाँ ठाउँमा आइयो ट्रेकिङ गुराँसको बिचबाट ट्रेकिङ गर्ने ठिक भयो तर सिन चाहिँ भन्ने जस्तै हेर्न पाइएन ठिक छ टाइम मिलाएर आउनु होला सबैजना दामी छ ठाउँ चाहिँ सबैजना आउनु होला गुराँस फुल्ने टाइममा आउनु होला हामी चाहिँ ढिलो भयो 1 वर्षको टेन्डर करोड हो कि 2 करोड हो कि कति हो क्या हट ड्रिङ्कको आइटमको मूल्य यो पुरै प्रचार त होला पक्का प्रचार आफ्नो मिल्ने ठाउँमा पुरै डस्टबिनमा जता भइहाल्नु पाइन्न बेनी त जहाँ त्यहीँ फाल्ने ठाउँ क्या बेनी त पुलतिर प्रस्थान भइयो त्यसलाई हेरेँ पुल रे टावरतिर भाङ 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 गर्दै यस्तो दामी देखिन्छ होला यतातिर के गर्ने यार अब कि खप्पर जहाँ गयो नि ठक्कर होइन सबिन सबिन
अब के खबर जाँदैन ठक्कर के गर्नु अब के खबर भएपछि के देखिन्न यहाँ ल्याएर गीत सिट बजाएर बस्ने यस्तो रहेछ त ओइ ओइ अब खै यतिलाई हाटदेखि नै भ्यू केही देखिन्न सरले म्याम तल हुनुहुन्छ तल भन्दै बच्चाहरू खस्छ भन्नु होला नि त टुरिस्टहरू ब्याक टु गोरेपानी हिँड्ने तरिका यो चाहिँ दुःख नगर्ने तरिका ओइ सर एक गियरमा हाल न त्यहाँ हेर न गएको फेरि अगाडिसम्म तिर हालले तान न हालले तान न यस्तरी अगाडिको हाल्ले के भयो रिक्स नलिउँ होला अब गोरेपानीबाट खाना खाएर जानुपर्छ रिटर्न गोरेपानी आइपुग्यो अहिले चाहिँ अब यहाँ गोरेपानीमा खानासाना खाएर फर्किनुपर्छ बिच बिचमा यसो गाउँहरू हेर्दै जानुपर्छ गोरेपानी होटेलहरू सबिन सहर पुरै मिल्दैन क्या के गिफ्टहरू चाहिँ राम्रो राम्रो रहेछ क्या यो पुरै केटीको रहेछ कि यो होइन दाम ल गिफ्टहरू गिफ्ट हातमा लाउने हल्का सानो सानो दाम हाम्रो मिठो खाना हेरेर चाहिँ हामी फर्किनु लायौँ है त अब म्यामले बाइक मेरो भन्दा राम्रो थियो क्या बाइक चलाए होइन उसले चाहिँ स्योर यो बहिनीको लाइसेन्स जिस्किन्थ्यो भन्थ्यो बाबु पेटमा बस्यो अनि ट्रायल दिन गइएर क्या अगाडि त बनाइदिनु म्याडम अब फर्किनुपर्छ है टक्क गाउँ हेर्दै गयो ल ल ल ल गोरेपानी आटो चाहिँ टर्न भइयो है त अब ओह्रालो अब गयो चाकमा उकालोमा त रमाइलो भएर ओह्रालोमा त आयो चाक त जानुपर्छ गाउँ हेर्दै पैसा खानुपर्छ अहिले कति साग पनि कति ठुल्ठुलो है चाक हेर्छ तर रमाइलो भयो रास एकदम ठुल्ठुलो रहेछ साग हेर न कति ठुल्ठुलो यस्ता छन् यस्ता जान त समुद्र गयो दुईचोटि सातो चाहिँ झिकेको यो दुई ठाउँ चाहिँ सातो झिकेको यो अहिलेसम्म चाहिँ समुद्रकै छ के किनेर खान्छौ 5 रुपियाँको ओ हेलो ओ आउ त ल ओ 5 रुपियाँको त रक्सी आउने
ल हामीसँग त छैन है नरिसाउ हामीसँग त छैन नरिसाउ है ऊ त्यो तान्नु न हत्यो हत्यो यो राम्रो होइन कति राम्रो र यो त यो दुईटा डबल वाला रहेछ कति राम्रो खिच्यो यो त चित्रको फुल ओइलाउँछ कि ओइलाउँदैन र ओइलाउँछ तर यो चित्रको फुल खान्छन् नि थाहा छ कि छैन सबिन चित्रको फुल खान्छन् नि थाहा छ कि छैन सानो हुन्छ है कालोवाला चुत्रो त्यो खै त्यो त्यही हो कि त्यो त ठुलो हो हैन यो जुन मन्त्र लागेर होइन क्या त्यही हो जुनो मान्द्रो भन्दै होइन जुनो मान्द्रो त छुट्टै हुन्छ उता अचार त पाट्नी अर्को हुन्छ हैन यही हो क्या जुन मन्त्र याद होस् होइन कि चुत्रोको त अर्को चित्र यही हो त्यो सानो हुन्छ कहाँ तर यो 12 मासे चित्र हो क्या होइन कि झ्याममा परेको हुन्छ यस्तो ठुलो रुख हुन्न कस्तो मेरो अस्ति हालेको फर्स्ट भलाको हेर्नु त्यहाँ छ कोपेनको बुट्टा जुन त्यो जुनो मान्द्रो कि कोपेनको बुट्टा वल्ल हामी त हो यस चुत्रोलाई यस्तरी पात घुमाउँथ्यो नि पात कहाँ यो जुनो मान्द्रो हुन्छ यो चित्रै हो नि चित्र हैन के देश या तिमी धिप्पी नगरे 100% चित्र होला सोध्ने होला यहाँ नगर्दा सोध्ने हो हामीलाई जेनी लहर अनुसन्धान गराउन त 12 मासे चित्र भन्छ यसलाई गाई चारले कमिलासन टोक्ने खालका कमिलासन एकदमै टोक्ने खालका चल डुङ्नी कस्तो हुन्छ मिठो हो नि भास मिठो हुँदै रहेछ फुल झरे हो क्या सबभन्दा खतरा बाटो हामीले चाहिँ आइसोलो टिभी राख्नु लाग्यो आइसोलो पाकेको रहेछ हक्क खाने हो आइ तिरिका उसले यार यत्रो सँगालिसक्यो कस्तो छ मिठो खाइस आम्मामा के को स्वाद हो यस्तो खार आम्मा आइसोलेको मुन्टो हौ उसले त यहाँ चाहिँ चिप्लिन सकिन्न क्या हेर्नु त तर्सेको के हो भयो अस्ति बढी टर्रो न के हो के खा टर्रो खाका हामी चाहिँ घोरे पानीबाट यहाँ तल आइपुग्यो यता यतातिर गाउँ छ कुन गाउँ हो यता गाउँ छ हाम्रो गाडी पार्किङ यहाँ भयो यहाँ ल है त म चाहिँ टक्क बिने आइपुगेँ घाँटी बहला तपाईँ स्कुटरमा जाने हतार हतार जाने हतार हतार आउने भिडियो नि खै के कस्तो भयो थाहा नै छैन हिँडेर जाँदाखेरि चाहिँ अलि राम्रो भिडियोहरू क्याप्चर हुन्थ्यो होला घाँटी बसेको टक्क भिने आइपुग्यो अब चाहिँ नहुनुपर्छ जसले अन्तिमसम्म हेरिदिने भयो सबैलाई धेरै धेरै धन्यवाद लाइक सेयर एन्ड सब्सक्राइब भनिदिनु होला है त ट्याप लाएर बाई बाई म नहुनु जान्छु अब